नमस्कार साथीहरू, द ट्रेडिङ रुममा यहाँहरूलाई स्वागत छ। हामी विभिन्न जानकारीमूलक भिडियोहरू लिएर आउने क्रममा आज पनि उपस्थित भइसकेको छौं। आज हामी भर्खरै मात्र एफपीओ निष्कासन गरेको स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ को रिजल्ट कहिले आउँछ त भन्ने बारेमा चर्चा गर्नेछौं। कम्पनीले फागुन 18 गतेदेखि 1,95,773 किता शेयरको एफपीओ निष्कासन गरेको थियो। यसमा आवेदन दिने अन्तिम मिति फागुन 21 गतेसम्म तोकिएको थियो। यदि सो अवधिमा सबै शेयर बिक्री नभएमा निष्कासन अवधि चैत 3 गतेसम्म लम्बिने व्यवस्था गरिएको थियो। कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्कासन एफपीओ यही साता बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार यसै साता बाँडफाँट गर्ने गरी तयार भइरहेको बताएको हो। क्यापिटलले भन्यो यसै साता बाँडफाँट गर्ने भनेर कार्य भइरहेको छ। सकेसम्म शुक्रबारसम्म बाँडफाँट हुनेछ। सम्भव नभए अर्को साताको सुरुवातमै गर्नछौं। कम्पनीले प्रति किता 100 रुपैयाँका दरले जम्मा 1,95,773 किता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। इक्रा नेपालले स्वरोजगार लघुवित्तलाई इक्रा एनपी इस्युअर रेटिङ BB- प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। एफपीओमा अन्तिम दिनसम्ममा 2,64,62,98,000 रुपियाँ सङ्कलन भएको थियो। 18,82,422 जनाले 2,34,65,980 किताका लागि आवेदन दिएका थिए। कम्पनीको एफपीओ 19,577 जनाले 10 किताका दरले हात पार्नेछन्, जसमा 18.5 लाख भन्दा बढीको हात रित्त हुने भएको छ। साथीहरू, आजको लागि यति नै। अर्को भिडियोमा फेरि भेटौँला। भिडियो हेरेर मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।